हाई नमस्ते। आज हामी मुभी हेर्न भनेर भातबनीतिर लाग्दैछौँ। देख्न सक्नुहुन्छ हामीले रिक्सा बोलाइसक्यौँ। रिक्सामा चढेर जाँदैछौँ। कालीटिका नगर चोकमा गएर सविता दिदीलाई रिसिभ गरेर हामी 5 जना भएर भातबनीतिर लाग्यौँ। देख्न सक्नुहुन्छ जुन दिदी पनि हुनुहुन्छ। अनि मेरो जेठो छोरीले पछाडि भिडियो गराउँदैछ। हामी सानो छोरी र म चाहिँ अगाडि भिडियो गराउने भनेर हिँड्दैछौँ। देख्न सक्नुहुन्छ मेरो जेठो छोरीलाई आधी घन्टा अगाडि आज फिल्म हेर्ने है भनेर मेरो सानो छोरी र जुन दिदीले प्लान गराएको। अनि जाने त जाने भनेर आइयो। फटाफट 15 मिनटमा रेडी भएर आएको है। अनलाइन हेर्न पनि भ्याइएन। अनि 12 बजेको सो निश्चय होला, टिकट होला भनेर आइयो 12 बजेको सो हेर्नलाई। तर यहाँ चाहिँ 12 बजे र 2 बजे पुरै प्याक रहेछ के, एउटा सिट पनि नै के खाली। अनि चाहिँ हामी चाहिँ 6 बजेसम्म किन उ गर्ने, 6 बजे फेरि किन आउने भनेर चाहिँ हामी चौडा द्वारिका हलमा गइयो। त्यहाँ गएर सोधेको छ भनेपछि हामीले 5 वटा टिकट लिग्यौँ। अनि चाहिँ हामी चाहिँ लिफ्टतिर गयौँ। अनि मेरो छोरी र जुन दिदीलाई चाहिँ प्रकाश सपुतको फिल्म चाहिँ एकदमै मनपर्छ। अनि त्यही भएर अनि उहाँहरूको चाहिँ कुरा मिल्यो। मलाई चाहिँ सुहाना थापाको फिल्म एकदमै मनपर्छ। सुहाना थापा खेलेको फिल्म मलाई ऊ पनि मान्छे पनि राम्री अनि एक्टिङ पनि एकदम राम्रो हुन्छ नि त। मलाई चाहिँ उसलाई देखेर आउन मन लागेको के यो परालको आगो फिल्म हेर्नलाई। अनि यहाँ चाहिँ अनि यहाँ माथि आएर अनि पोस्टरमा फोटोसोटो खिच्ने भनेको पुरा प्याक रहेछ। अनि यताउता हेरेको त्यहाँ कुनामा देखेँ के। अनि त्यहाँ फोटोसोटो खिच्यौँ। उताबाट फेरि फिल्म सुरु भयो भनेर भनेपछि हामी चाहिँ अब भित्रतिर गयौँ फिल्म हेर्नलाई। देख्न सक्नुहुन्छ त्यहाँ परालको आगो अनि राम्रो क्लिपहरू मैले भिडियो गरेको थिएँ। देख्न सक्नुहुन्छ। अनि कुनै फेरि पुरै सेन्टी के, धेरै जसो पुरै सेन्टी छ के। म त कतिखेर रोएँ थाहै भएन। अनि यसो हेरेको मेरो छोरी पनि रोएको रहेछ के बुझेर रोयो त्यो चाहिँ मलाई थाहा भएन। कोले हेर्नुभयो, हेरेकोले एकदम राम्रो मान्नुभयो होला, नहेरेकोले कोले हेर्नु भएन। सबैजना होला, बाई बाई।